परीक्षामा सबै प्रश्नको हल गर्दा पनि किन नम्बर भने जसरी आउँदैन? नेपाली विषयमा नम्बर नै धेरै नदिने हो कि नेपाली विषय के साँच्चै उत्तीर्ण गर्न गाह्रो विषय पो हो कि? नेपाली विषयमा कसरी धेरै अङ्क ल्याउन सकिएला? आउनुहोस् विद्यार्थी साथीहरू, अनिवार्य नेपाली विषयको परीक्षा लेख्दा के कसरी लेख्ने, कसरी धेरै अङ्क प्राप्त गर्ने भन्ने विषयमा हामीले तपाईँहरूलाई जानकारी होस् भन्ने उद्देश्यले यो भिडियो बनाएका छौँ। यहाँहरूले अन्तिमसम्म हेर्नुहोस् है त। नमस्कार, म अभिमन्यु अभिजित बाङ्मय नेपाल युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। तपाईँलाई काम लागोस् भन्ने उद्देश्यले हामी मौलिक र उपयोगी सामग्रीहरू पस्कने गर्दछौँ। मन परेमा यस च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। अनि अर्को कुरा, हामी मात्र विज्ञ हौँ भन्ने हामी कहिल्यै ठान्दैनौँ। त्यसकारण यहाँहरूलाई लागेका प्रतिक्रिया अथवा हामीले चाहिँ अन्जानमा गरेका गल्तीहरू छन् भने पनि यहाँहरूले हामीलाई सुझाव र सल्लाह दिन सक्नुहुनेछ। किनभने यो संसारमा कोही एउटा मात्रै व्यक्ति जान्ने भन्ने हुँदैन। आउनुहोस्, समग्र नेपालीमा उत्तर लेख्दा ध्यान दिनुपर्ने कुरामा बुदागत रूपमा छलफल गरौँ। नेपाली विषयको उत्तर लेख्दा विद्यार्थीले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू निम्नानुसार छन्। नेपाली विषयमा राम्रो अङ्क प्राप्त गर्न र उत्तरलाई प्रभावकारी बनाउन विद्यार्थीहरूले केही महत्त्वपूर्ण पक्षलाई ध्यान दिनुपर्छ। नेपाली विषय साहित्य, व्याकरण, निबन्ध, समालोचना जस्ता विषयहरूमा आधारित हुन्छ। त्यसैले उत्तर लेख्ने क्रममा यी सबै पक्षलाई व्यवस्थित रूपमा प्रस्तुत गर्नु आवश्यक हुन्छ। सबैभन्दा पहिले प्रश्नको सही बुझाइ। विद्यार्थीले उत्तर लेख्नु अघि प्रश्नको सही रूपमा बुझाइ हासिल गर्नुपर्छ। अर्थात् प्रश्नले के मागेको छ, कुन कोणबाट उत्तर अपेक्षित छ र उत्तरको स्वरूप कस्तो हुनुपर्छ भन्ने कुरा पहिले स्पष्ट हुनुपर्छ। अर्थात् प्रश्न हात परेको कम्तीमा 5 मिनट चाहिँ खर्च गरेर प्रश्नलाई पुरा पढ्नुपर्छ, ताकि आज मैले यस्ता विषयमा यस्ता प्रश्नहरूमाथि केन्द्रित भएर उत्तर लेख्नु पर्नेछ। यसबाट के थाहा हुन्छ भने मलाई कतिपय मैले जानेका सजिला प्रश्नहरू पनि छन्, कतिपय मैले अलिअलि जानेका ठिकैका सामान्य प्रश्नहरू पनि छन् र कतिपय मेरा लागि गाह्रा प्रश्नहरू पनि छन्। यसबाट के थाहा हुन्छ भने आज मैले समयलाई कसरी व्यवस्थापन गर्ने, समयलाई कुन प्रश्नलाई बढी समय लगाउने, यस्ता कुरामा ध्यान दिनका निम्ति सबभन्दा पहिले प्रश्नको सही बुझाइ हुनका लागि हामीले प्रश्नपत्र प्राप्त गर्ने बित्तिकै नअत्तालिकन हामीले प्रश्न राम्ररी पढ्नुपर्छ। केही महत्त्वपूर्ण प्रश्न संरचनाहरू पनि हुन्छन्, जस्तै अङ्कभारको ख्याल गर्ने। अब हामीले लेख्न थालिसक्यौँ। लेख्न थालिसकेपछि हामीले सबभन्दा पहिले यो मैले लेख्दै गरेको प्रश्नको उत्तर कति अङ्कभारको छ, कति मार्क्सको छ भन्ने कुरामा हामीले केन्द्रित भएर लेख्नुपर्छ। यसबाट के थाहा हुन्छ भने हामीलाई धेरै आउने रहेछ भने पनि हामी ठिक्क लेख्नमा केन्द्रित हुनुपर्छ र आउँदैन भने पनि अलिकति बल गरेर, अलिकति मौलिक गफ हानेर पनि हामीले पन्ना भर्नुपर्ने परिस्थिति पनि आउन सक्छ। कसैको स्वभाव नै कस्तो हुन्छ भने सजिलो उत्तरको धेरै व्याख्या गर्ने, लामो उत्तर लेख्ने तर अप्ठ्यारो विषय छ भने चाहिँ छोटो उत्तरमै सीमित हुने। यस्तो गर्न नपरोस् भन्नका निम्ति हामीले अङ्कभारको ख्याल गऱ्यौँ भने चाहिँ कति प्रश्नलाई कति उत्तर खर्चिने, कति समय खर्चिने भन्नका लागि हामीलाई थाहा हुन्छ। उदाहरणका लागि 4 अङ्कमा सोधिएको व्याख्या खण्डलाई 2-3 पन्ना लेख्ने कसैको बानी हुन्छ। अनि अन्तिममा लेख्नुपर्ने निबन्ध अथवा समीक्षात्मक उत्तर चाहिँ 1 पन्ना, आधा पन्नामै सीमित हुनुपर्ने हुन्छ। यसले सन्तुलन गुमाउँछ, सन्तुलित उत्तर दिएको ठहरिँदैन। त्यसकारण अङ्क दिने मान्छे नै अलमलमा पर्छ। अब धेरै लेखेको छ, यसको अङ्कभार थोरै छ, थोरै लेखेको छ, यसको अङ्कभार धेरै छ। त्यसकारणले गर्दा एउटा महत्त्वपूर्ण कुरा चाहिँ के भने उत्तीर्ण हुन कपीको पाना भर्नुपर्छ भने
धेरै अङ्क ल्याउन चाहिँ सन्तुलित उत्तर नै दिनुपर्छ। अर्थात् हामीले कति समय खर्चिएर कति पन्ना लेखेर कस्ता कस्ता विषयहरू समावेश गरेर धेरै उत्तर ल्याउने भन्ने कुरामा चाहिँ हामी सजग हुनुपर्छ। र अब यहाँ केही अरू महत्त्वपूर्ण कुराहरू पनि छन्, जस्तै स्पष्ट रूपले वर्णन गर। जस्तै कुनै विषयको हामीले सुरुवात गर्नु पर्यो, निबन्ध भयो, व्याख्या भयो, लामो उत्तर भयो, टिप्पणी भयो, प्रतिवेदन भयो। पहिले हामीले परिभाषा, परिचय खण्ड, त्यसका उदाहरणहरू, विवरणहरू दिनुपर्ने जति आवश्यक मात्रामा दिनुपर्छ। र विश्लेषण गर। कुनै पनि विषयवस्तुका कारणहरू, असर, पक्ष विपक्ष गहिरो अध्ययन आवश्यक हुन्छ। हामीले ती कुराहरूलाई खुलाउनुपर्छ। अर्को, तुलना गर। दुई वा बढी पक्षको तुलना गरेर विशेषता देखाउनु पर्ने परिस्थिति पनि हुन्छ। उदाहरणका निम्ति कक्षा 12 को विरहिणी दमयन्ती कथामा हामीले व्याख्या गर्दैछौँ, त्यो कथाको विश्लेषण गर्दैछौँ भने हामी दमयन्तीमा मात्रै केन्द्रित भएर एउटा पक्षलाई मात्रै, नारी संवेदनालाई मात्रै देखाएर त्यो प्रश्न सन्तुलित हुँदैन। हामीले निषद राज नलका कुराहरू पनि, त्यो समयको समाज, देशकाल, परिस्थितिका कुराहरूलाई पनि हामीले तुलनात्मक रूपमा छुवाउनुपर्छ। जस्तोसुकै प्रश्न होस्, धेरै व्याख्यात्मक रूपमा देखाउनु पर्ने, तुलना गर्नुपर्ने प्रश्नको उत्तर हुन्छ कि अथवा थोरैमा भन्नुपर्ने अथवा सङ्केत मात्रै गर्नुपर्ने कुरा हुन्छ, त्यसलाई ध्यान दिनुपर्छ। अर्को, संक्षिप्त उत्तर देऊ। जस्तै हामीलाई चाहिँ कुनै पनि प्रश्नको उत्तर एउटा सोधिया छ, उदाहरणका निम्ति एक चिहान उपन्यासको बारेमा पात्रहरूको विवरण सोधेको छ भने हामीले छोटोमा त्यहाँ चाहिँ अलिकति परिवेशलाई पनि छायो दिनुपर्छ, अलिकति त्यहाँको देशकाल परिस्थिति, त्यहाँको चाहिँ भाषा संस्कृतिलाई पनि छोटोमा हामीले अथवा भाषा शैलीलाई पनि हामीले छोटोमा हामीले छुवाउनुपर्छ। तर प्रश्नले मागेको भन्दा ज्यादा उत्तर लेखेर समय बर्बाद गर्नु चाहिँ हुँदैन। दोस्रो नम्बरमा हाम्रो मुख्य अर्को कुरा छ भाषा शैली र शुद्धता। नेपाली भाषा प्राविधिक विषय हो। भाषा जहिले पनि प्राविधिक हुन्छ। अर्थात् जसरी हामीले गणितमा एउटा मात्रै चिन्हको जोड घटाउको त्रुटि गऱ्यौँ भने त्यो हिसाब बिग्रिन्छ, त्यसै गरी भाषामा पनि चिन्हहरूको, लेख्य चिन्हहरूको, वर्ण विन्यासको, ह्रस्व दीर्घको, एक मात्रा, दुई मात्रा, यस्ता कुराहरूको ध्यान दिनुपर्ने हुन्छ। त्यस कारणले गर्दा हामीले व्याकरण शुद्ध, वर्तनीहरू शुद्ध लेख्नुपर्ने हुन्छ। त्यसै गरी शुद्ध वाक्य संरचनाहरू बनाउनुपर्छ। कतिपय भाइ बहिनीहरूको, विद्यार्थीहरूको के बानी हुन्छ भने उत्तर चाहिँ लेख्ने, तर त्यो उत्तर चाहिँ एउटा विराम वाक्यका रूपमा नलेख्ने अथवा पूर्ण वाक्यका रूपमा नलेख्ने, अथवा चाहिँ बाङ्गो टिङ्गो पाराले आफ्नो मातृभाषा अलग छ भने मातृभाषाप्रति केन्द्रित भएर चाहिँ त्यो कर्ता कर्म क्रियाको क्रमलाई चाहिँ भङ्ग गर्ने, यस्तो खालको बानी हुन्छ। शुद्ध वाक्य संरचना र ठिक्क वाक्यहरू बनाउनुपर्छ। लामा लामा वाक्यहरू र, अनि, पनि, एवं, तथा, साथै यस्ता यस्ता चाहिँ संयोजकहरू जोड्दै लामा वाक्यहरू बनाउने हुँदाखेरि अगाडिको कर्ता कर्म र क्रियाको त्यो क्रमभङ्गता हुन्छ। त्यसलाई हामीले चिर्नका लागि छोटा सरल वाक्यहरू प्रयोग गर्नुपर्ने हुन्छ र आकर्षक र प्रवाहयुक्त लेखन गर्नुपर्छ। अर्थात् उत्तर चाहिँ पठनीय हुनुपर्छ। परिचयबाट सुरु गरेको कुरा चाहिँ उपसंहारसम्म केन्द्रित हुनुपर्छ, जसले चाहिँ परीक्षकलाई सहजै बुझ्न सघाउने खालको हुन्छ। अर्को, लेख्नुपर्ने कुराहरू चाहिँ हामीले अनुच्छेद परिवर्तन बिचमा गरिरहने, यस्तो भयो भनेदेखि चाहिँ हामीलाई चाहिँ प्रसङ्ग अनुसारका उत्तरहरू सही मात्रामा आउँछन्, यसले सहयोग गर्छ। त्यसै गरी उत्तरको स्वरूप र संरचना, हामीले नेपालीमा उत्तर लेख्नु पर्यो भने सही ढाँचामा उत्तर दिनु आवश्यक छ। अर्थात् लामो उत्तर लेख्नु पर्यो अथवा चाहिँ कुनै विषयमा टिप्पणी लेख्नु पर्यो, प्रतिवेदन लेख्नु पर्यो, के गर्ने? सबभन्दा पहिले परिचय दिने, उत्तरको सुरुवातमा सम्बन्धित विषयवस्तुको परिचयबाट सुरु गर्ने। अर्थात् हामीले चाहिँ
घनघसियाको उकालो काट्दा भन्ने नियात्राको कुनै उत्तर लेख्नु पर्यो भने हामीले परिचय दिने। परिचयमा के पर्छन्? पाठ पर्छ, लेखक पर्छन्, लेखकका प्रवृत्ति, लेखकका विशेषताहरू पर्छन्, पाठका कतिपय सन्दर्भहरू पर्छन्। यस्ता कुराहरूलाई परिचयको भूमिका खण्डमा लेख्नुपर्छ। त्यसै गरी मुख्य विषयवस्तुको विस्तार गर्नुपर्छ। प्रश्नअनुसार उत्तरको विस्तृत व्याख्या गर्नुपर्छ। अर्थात् उत्तरले मागेको कुरा के हो, प्रश्नले खोजेको कुरा के हो। अर्थात् घनघसियाको उकालो काट्दा नियात्रामा कस्तो परिस्थितिको अथवा पर्यावरणको व्याख्या गरिएको छ भनेपछि त्यो प्रश्नले हामीलाई के भन्नु त, त्यो नियात्रामा उल्लेख गरिएको परिवेश, त्यहाँको वातावरण कस्तो छ भन्ने कुरामा हामीले अब विस्तृतमा हामीले व्याख्या गर्नुपर्ने हुन्छ। अर्को निष्कर्ष, निष्कर्षात्मक टिप्पणी लेख्नुपर्छ। उत्तरलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ। अर्थात् त्यो नियात्रामा चाहिँ के कुरा चाहिँ ठ्याक्कै छ, अर्थात् त्यहाँ चाहिँ एकदम जटिल खालको अथवा चाहिँ अप्ठ्यारो खालको वातावरण छ, असहज परिस्थिति छ, एकदम दुर्गम खालको छ, यस्ता खालका हामीले चाहिँ निष्कर्ष लेख्नुपर्छ। निष्कर्ष चाहिँ हाम्रो आफ्नो मौलिकता हो। अर्को बुदागत उत्तर अन्तिममा लेख्नुपर्छ। यदि सम्भव छ भने लामो उत्तरहरूमा केही कुराहरू बुदागत रूपमा लेख्नुपर्ने भयो भने त्यसलाई हामीले चाहिँ बुदागत रूपमा लेख्नुपर्छ। र बुदागत रूपमा लेख्दाखेरि असमापिका क्रियाको प्रयोग गर्नुपर्छ। अब साहित्यिक र व्याकरणिक उत्तरहरू लेख्ने तरिका के हो त? साहित्यिक भन्नाले निबन्ध रचना हो, लामो उत्तर, चिठी लेखन जस्ता यी अलि लामो उत्तरहरू भए। लेखकको विचार तथा विषयको भाव सही रूपमा व्याख्या गर्नुपर्छ। प्रसङ्गअनुसार सटिक उदाहरण दिनुपर्छ। जस्तै हामीले कक्षा 12 को आमाको सपना कविताको व्याख्या वा लामो समीक्षा गर्दछौँ भने कवि गोपाल प्रसाद रिमालको परिचयबाट उत्तरको आरम्भ गर्नुपर्छ। अर्को महत्त्वपूर्ण कुरा के हो भने कविता रचना गर्ने कवि, निबन्ध रचना गर्ने निबन्धकार, उपन्यास रचना गर्ने उपन्यासकार, नाटक रचना गर्ने नाटककार र कथा रचना गर्ने कथाकार भनेर सुरु गर्नुपर्छ। कथाकार मदनमणि दीक्षित, कवि गोपाल प्रसाद रिमाल, यसरी सुरु गर्नुपर्छ। समग्रमा उनीहरूका रचनामा कस्ता विषयवस्तु समावेश हुने गरेका छन् त्यसलाई ध्यान दिनुपर्छ। जस्तै गोपाल प्रसाद रिमालका कवितामा क्रान्तिकारिता र देशप्रेम झल्किएका पाइन्छन्। अब उनलाई हामीले प्रगतिवादी, क्रान्तिकारी र देशप्रेमी कवि रिमालद्वारा रचित आमाको सपना गद्यलयमा संरचित कविता हो यसरी हामीले परिचय दिएर सुरु गर्न सक्छौँ, भन्न सक्छौँ। अन्य रचनाकार र रचनाका हकमा पनि यस्तै शैलीको प्रयोग गर्नुपर्छ। समीक्षा गर्दा तुलनात्मक दृष्टिकोण अपनाउनुपर्छ र निष्कर्षमा आफ्ना तर्कहरू स्पष्ट पार्नुपर्छ। भन्न खोजेको हामीले कवि गोपाल प्रसाद रिमालको आमाको सपना कविताको व्याख्या समीक्षा गर्दैछौँ भने त्यहाँको तुलना गर्नुपर्ने कुरा जस्तै आमाका रूपमा नेपाल आमा, छोराको रूपमा चाहिँ एउटा वीर नेपाली। अब यसरी दुईटा कुराको तुलना भयो। अब व्याकरण र भाषाशास्त्र सम्बन्धी उत्तर लेख्दा, व्याकरणसँग विशेष गरी व्याकरण खण्डमा उत्तर लेख्दा दिनुपर्ने कुरा के हो त भन्दा सबभन्दा पहिले त हामीले समयको पालनामा जोड दिनुपर्छ। अर्थात् एउटा प्रश्न छ जम्मा अक्षर संरचना सोधेको छ 3 अङ्कको। अब त्यो 3 अङ्ककोलाई आएन भनेर घोरिँदै पर्खिँदै आधी घन्टा लगाउने होइन। राम्रोसँग आउँदैन भने त्यसलाई एकछिन छोडेर आउने प्रश्न सुरु गरिहाल्नुपर्छ। आफूलाई पक्का यो उत्तर चाहिँ आउँछ भन्ने भएपछि त्यो उत्तर लेख्न सुरु गर्नुपर्छ। हामीले 18 नम्बरबाट सुरु गर्न पनि सक्छौँ, 2 नम्बरबाट सुरु गर्न पनि सक्छौँ, अगाडि पछाडि भन्ने हुँदैन। त्यसै गरी विद्यार्थीहरूको कतिपय हतारमा चाहिँ डिका नदिने, अनि त्यस पछाडि सुरुमा सुरु गर्दाखेरिका उत्तर लेख्दाखेरिका अक्षरहरू चाहिँ एकदम सफा चिटिक्क हुने, अनि त्यस पछाडि बिस्तारै बिग्रिँदै गएर अन्तिममा चाहिँ नबुझिने अङ्ग्रेजी हो कि अन्य भाषा हो भन्ने खालको नचिनिने खालका अक्षरहरू भएका हुन्छन्। त्यसलाई ध्यान दिने
एकनास्क बनाउने कोसिस गर्ने। त्यसै गरी व्याकरणात्मक उत्तरहरू लेख्दाखेरि पर्याप्त लाइनहरू छोडेर 2 लाइन 3 लाइन छोडेर, लाइन छोड्ने भन्ने बित्तिकै 2 पन्ना छोड्ने चाहिँ होइन, 1 पन्नै पुरै छोडेर चाहिँ लेख्ने होइन, तर 1 पन्ना 2 पन्ना छोड्ने। त्यसले चाहिँ के कुरामा मद्दत गर्छ त भन्दा हामीलाई यदि उत्तरमा केही समस्या थियो रहेछ, पछि हामीलाई उत्तर आयो, अब त्यो उत्तर आउँदाखेरि हामीले के गरे त? लाइन छोडेको पनि छैन, फेरि पुरै काट्नु पर्यो अथवा संशोधन गर्नु पर्यो भनेदेखि त्यो लाइन छोडेकोले मद्दत गर्छ, त्यहाँ थप्न मिल्छ। अर्को कुरा, उत्तर लेखनमा शैलीमा एकदम सफा देखिन्छ, एकै ठाउँमा बोरामा धान हाले जस्तो खादिएको हुँदैन। यो कुराले गर्दा हामीले लाइन छोड्ने कुरामा ध्यान दिनुपर्छ। अर्को महत्त्वपूर्ण कुरा चाहिँ यो भाषाको लेखन शैली के हो भने अनुच्छेद परिवर्तन प्रसङ्ग अनुसार, सन्दर्भ अनुसार वा विषयवस्तुको क्रमबद्धता अनुसार चाहिँ हामीले बिचबिचमा अनुच्छेद परिवर्तनहरू गर्न छुटाउनु हुँदैन। यो कुरालाई ध्यान दिनुहोला। अब हामीले अर्को महत्त्वपूर्ण कुरा, व्याकरणका उत्तरमा प्रश्नले मागेको बाहेक अन्य संरचना फेरबदल गर्नु हुँदैन। उदाहरणका लागि, मैले खाना खाएँ, यो सामान्य भूतकालको वाक्यलाई अज्ञात भूतकालमा परिवर्तन गराउनु पर्छ भने यसलाई हामीले खाना खाएछौँ यो बनाउनु हुँदैन। अर्थात् मैले खाना खाएँ यसको अज्ञात भूतकाल काल मात्रै परिवर्तन गर्न अराएको छ। अब हामीले कालको सँगसँगै मबाट कर्तालाई पनि हामी बनायौँ भने वचन फेरि बिग्रिएर जान्छ। त्यस कारणले गर्दा हामीले काल, वचन, आदर, पुरुष यस्ता कुराहरूलाई चाहिँ विशेष ख्याल गरेर वाक्य परिवर्तन गर्नुपर्छ। हवस् त, आजको यस श्रृङ्खलामा प्रारम्भिक जानकारी लिएर हामी उपस्थित भएका थियौँ। आगामी दिनमा हामी कक्षा 12 को अनिवार्य नेपालीको विशिष्टीकृत तालिका अर्थात् ग्रिड बमोजिम प्रश्न सङ्ख्या पछि क्रमैसित उत्तर लेखाइको तरिका प्रस्तुत गर्नेछौँ। बाङ्मय नेपाल युट्युब च्यानलमा जोडिँदै रहनुहोला र मैले भनेका विषयवस्तुहरू यहाँहरूले बुझ्नु भएको छैन भने अथवा स्पष्ट भएन भने त्यो पनि प्रतिक्रिया दिनुहोला। तपाईँलाई राम्रो लाग्यो, साथीहरूले पनि जानेदेखि कस्तो राम्रो हुन्थ्यो भन्ने लाग्यो भने आफ्ना साथीहरूलाई पनि यो बाँड्दै गर्नुहोला। र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँलाई चित्त बुझ्यो भने, राम्रो लाग्यो भने लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। हामी पुनः भेट्ने नै छौँ। तपाईँहरूको दिन शुभ रहोस्, परीक्षा शुभ होस्। सबैलाई शुभकामना। धन्यवाद। नमस्कार।